मोरङ केराबारी 7 को आज श्रमदान भइरहेको छ। यो चाहिँ एउटा डेन्जर खोल्सी रहेछ। यहाँनिर आज श्रमदान भइरहेको छ। यो एकदमै खतरनाक ठाउँमा श्रम मोरङ केराबारी 7 गोकुली चौर जाने बाटो यो एउटा पार्क हो र यहाँ पनि एउटा रिचोर्ट बन्दै गरेको ठाउँमा यो जानको लागि बाटो यो मोरङ केराबारी 7 मा भइरहेको श्रमदानको कार्यक्रम आज 2082 साल पौष 12 गते। आज कति गते हो? 12 गते होइन, 12 गते है। 12 गतेको दिन चाहिँ आज यहाँ श्रमदानको कार्यक्रम भइरहेछ। केराबारी निवासी दाजुभाइ तथा दिदीबहिनीहरू सबैजना मिलेर चाहिँ देश बनाउने महाअभियानमा श्रमदानको कार्यक्रम भइरहेको छ। श्रमदान भइरहेछ। यहाँ चाहिँ खतरनाक ठाउँ हो। यो खतरनाक ठाउँमा चाहिँ मोटरसाइकल, स्कुटर, टेम्पो र साना गाडीहरू, ट्र्याक्टरहरू जानको लागि यो बाटो बनाएको। माथि चौर एकदमै राम्रो एउटा धार्मिक स्थल भएकोले गर्दाखेरि साकेला थान, अशोक थान र तिमीलाई नाच्न आउँछ? अहिले भरे नाच्ने ल सरस्वतीको चाहिँ हो। हर्का साम्बाङ दाजुको चाहिँ धेरैजना आफ्नो मान्छेहरू चाहिँ यहाँ रहेछ है। हिजो पनि थोरै थिएन। चिन्नुहुन्छ नि, बिस्तारै चिन्नुहुन्छ। मलाई चिनेपछि भयो नि। भान्जा मम्मीको नाम के हो? उसको मम्मीको नाम समाम्फेको छोरी। पल्टङ न उतापट्टि यता पल्टङ के हट्दैन हौ। हट्नै हट्नै त्यता हट्नै उतले लाग्यो त्यसले ओतिर काटेर अगाडि लरन काट्ने यता झारेर गेडी आयो यो खुले नगेन त्यति गरिदिनु काट्नु ल अहै खै सँग त्यो हो त लरा झर्छ नि लरा फेरि दुख्छमै काचो भएर मात्रै सुक्दा त झन् साह्रो हुन्छ। सुक्दाखेरि त फेरि अप्ठ्यारो के त्यो काट्छ। संसार जति गाह्रो पनि अब त सोर्दै राखे त काट्नै पर्छ। ल अब छिनिसक्यो होला होइन? ल पल्टाउँ अब। भुसे एकदमै लागेको छ। भुसे यो पुष 12 को यो महिनामा एकदमै ढुसे पनि लागेको छ। श्रमदान गर्दाखेरि त यो जाडो पनि भागेर जाँदो रहेछ है। नहुँदो रहेछ। तल अघि माइकिङ गरी हिँड्दा चाहिँ साह्रै जाडो भएको थियो बिहान चाहिँ। 20 होला हौ। माथिको यता टुप्पा उता तान्नु होइन त्यो यता मोरङ केराबारी 7 मा यो गोकुले चौरी जाने बाटोको चाहिँ यो श्रमदानको काम भइरहेछ र यहाँ चाहिँ सबैजना श्रमदाता दाजुभाइ, सचेत नागरिकहरू, धेरै जसो चाहिँ लिम्बू भाइहरू छन्। सबैजनाले चाहिँ श्रमदान गरिरहेछ।
टुप्पामा होइन धेरै त रेतमा हो पल्टिँदै आउँदैछ अब एकचोटि श्रमदाताहरू तलसम्मै छ यहाँदेखि हामी 3 ठाउँ बाँडिएका छौँ यो एक ग्रुप हो अरू 3 ग्रुप उता मास्तिर छ जेठा काका मुहाई बिरल यो बाजेले दिनु है काकालाई यो दिनमा पर झन् ठुलो खाल्टो रहेछ नि त डेन्जर छ नि खाल्टो पर झन् परको त तर सबैजना लाग्यो पानी पर्यो भने दही हुन्छ त्यो गर्ने यहाँ गलाइ बस्नु माटो एक खालको छ होइन भने जो होइन केटाकेटीहरूलाई यहाँ छोडिदिउँ अरू हामी जानुपर्छ अगाडि नै पर खोल्सीमा धेरै छ त गर्नुपर्ने परतिर ल खोल्सीतिर जाउँ है सबैजना श्रमदाताहरू ल थोरै थोरै अगाडि बढौँ यहाँ छ हौ पछाडिको ठुल्ठुलो झ्याम्पल हुने ठुल्ठुलो औजार हुने साथीहरू ल अगाडि बढौँ अगाडि 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 के दुख्छ हौ गोकुलेको बाटो त लामो छ नि यहाँ त चाहिँदैन बेल्छ आफ्नो सुरक्षा गरेर यहीँ तल अब गर्ने है श्रमदान के 20 जना खै यहाँ मेरो भिडियो बनाउँदै हुन्छ काम गर्नु काम
अब काम गर्नुपर्छ नि बस्यो त तिनजना त अनि मजाले बसिरहेछ यहाँ छ खाली ल ल एकछिन ल तिनजनाले यता हेरेर एकैचोटि हर्क साम्पाङको श्रमदान कस्तो लाग्छ आज नाच्न पनि आउँछ पहिले नाच्नु ल अब श्रमदान सकेपछि यही श्रमदानको गीतमा चिन्नुहुन्छ चिन्नुहुन्छ हाम्रो श्रमदान यस्तै रमाइलो छ यस्तो रमाइलो हुन्छ श्रम गर्नुहोस् रमाइलो हुन्छ कोदाली छैन अस्ति के त्यत्रो फोटो खिच्नु पर्यो भनेर गएको होइन स्टेजमा खेलिरहनु भयो अनि मम्मी यहाँ चाहिँ बाटो निकै राम्रो बनाउनु भयो है यो अलिकति तान्नु पर्छ होइन भाइ अब यसो गरौँ न किनभने अब मिसिनै मैले ल्याउने हो कि भोलि ल्याउने त्यसबाट खराबखुरुब गरौँला है त्यसो गरौँ होला अब 11 पनि भएछ चौरी जानु चौरीमा खाजा खाने Hello guys, welcome to my vlog. Hello guys, welcome to my vlog. सामान उतै उता छ उनीहरुको बाटो हो त यो हाम्रो अगाडि जाँदै हुनुहुन्छ धेरै श्रमदाता पछाडि पनि अहिले श्रमदान सकिएर खाजा खाँदै हुनुहुन्छ एकछिन बस्नु न एकछिन बस्नु यसो नाचेर एक दुईवटा कुराहरू सुनेर जानु होला